हेलो साथीहरु, म चाहिँ अब के कसरी गर्ने भनेर हजुरहरुलाई भन्न गइरहेको छु। यो चाहिँ मकैको खोस्टा हो। यसलाई चाहिँ बाहिरको कालो भाग फागेर यसरी सेतो सेतो भागलाई चाहिँ केलाएर मुठा बनाएर राख्ने। यता चाहिँ पानी सङ्लो पानीलाई तताएर 1 चम्ची नुन हाल्ने। अनि त्यो नुन हालिसकेपछि चाहिँ कलरलाई यसरी घोलेर हाल्ने। अनि त्यसपछि मैले चाहिँ अब यो भयो कि भएन भनेर चेक गर्दै छु है। अनि त्यसपछि यो कलर त्यो पातमा लागेपछि चाहिँ आफूलाई कति चाहिने हो त्यहाँ भित्र हालेर एकछिनसम्म छोपेर पकाउने। अब मैले चाहिँ यो रातो कलर पनि हजुरहरुलाई देखाउँदै छु। सादा पानीमा नुन हालेर त्यस्तैसँगले र कलर हालेर यसरी पकाउने है। अनि त्यसपछि अब हामीलाई चाहिँ अरु के चाहिन्छ भनेर पनि मैले हजुरहरुलाई त्यहाँ देखाइदिएको छु। सामान, कैंची हैन, टेप। अनि त्यसपछि हामीले यसरी चाहिँ कटिङ गर्दै गर्दै हामीले त्यो पात पनि काटेर यसरी पेन्सिलको सहायताले आइरन लाए जस्तो पार्नुपर्ने रहेछ। अनि यो चाहिँ हामीलाई 8 इन्चको सानो तार पनि चाहिने रहेछ। अनि त्यसपछि यो भनेको चाहिँ मैले कोपिला बनाएको है। अनि आजको दिन चाहिँ हामीले त्यति सबै सकेर अनि त महीहरु खाएर निस्क्यौं। व्रत पनि त्यो हामी सबैजनाको। अरु पनि म भिडियो राख्दै जान्छु, हेर्दै जानु होला।